रोधी सिक्किमबाट आयातित केही पुस्तकहरूबाट अध्यापन गराउँदै आए पनि पछिल्लो समयमा भने पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले प्रकाशन गरेको गुरुङ भाषाको पाठ्यपुस्तक प्रयोग हुँदै आइरहेको छ। विद्यालयमा 5 जना भाषा पढाउने शिक्षकहरू छन्। त्यसो त उनीहरू भाषा शिक्षक मात्र चाहिँ होइनन्, अन्य विषयकै शिक्षक भए पनि गुरुङ भाषामा राम्रो दखल भएकाले उनीहरूलाई भाषा पढाउन लगाइएको हो। स्याङ्जा सिरुबारीका रत्नबहादुर गुरुङले तयार पारेको पाठ्यक्रम र पाठ्यपुस्तक सरकारले आफ्नो नीति अनुरूप पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले प्रकाशन गरेको हो। यो पाठ्यपुस्तक निशुल्क वितरण गरिन्छ, तर पाठ्यपुस्तक र पाठ्यक्रम प्रति भने यहाँका शिक्षकहरूको गुनासो छ। यो किताबमा हाम्रो खास हुनुपर्ने हाम्रो धर्म संस्कृति बारेमा, हाम्रो पेलहरूको बारेमा, हैन, हाम्रो रीतिरिवाजहरू के कस्ता छन् भनेर त्यो हुनुपर्नेमा यहाँ के मात्रै छ भने मात्रै केटाकेटीलाई गुरुङ भाषा सिकाउने है, सबै कुराहरू चाहिँ हाम्रो धर्म संस्कृति बारेमा, हाम्रो पेलहरू बारेमा, रीतिरिवाजहरू खासै त्यहाँ चाहिँ उल्लेख गरेको छैन। 5 क्लाससम्म पुग्दाखेरि त उनीहरूले म्याक्सिमम जानी भएको हुन्छ। हामीले भन्छौँ कि अब तिमीहरूले घरमा बाबाआमासँग गुरुङ भाषा बोल्ने कोसिस गर। त्यसो गर्यो भने हाम्रो यो नेपाली के अरे गुरुङ भाषाको किताब पढ्न त्यति गाह्रो छैन, सजिलै छ भनेर भन्छ। चु लबडारी तमकी खेमालामा ngलाई चु लबडारी दिदुन नाम चु लबडार खौसेरे ngलाई बेले तमुकी पोल रमु पहिला ngलाई पोल आरामला। शिक्षकहरूको मुख्य गुनासो पाठ्यक्रम व्यावहारिक नभएको र हाम्रो संस्कार संस्कृति पहिचान गर्ने विषय वस्तुहरूको कमी भएको भन्ने छ। शिक्षकहरूको यस्तो गुनासोप्रति स्वयं लेखक भने यसो भन्नुहुन्छ। पाठ्यक्रममा जे छ त्यही अनुरूप पाठ्यपुस्तक चाहिँ लेखिने हो। पाठ्यक्रम त्यही ढाँचाबाट बन्दाखेरिमा कतिपय कुराहरू मिल्न पनि सक्छन् है, र त्यसो हुँदाखेरिमा उनीहरूले त्यो भने होला, तर हुबहु उल्टा चाहिँ छैन। गुरुङ भाषा स्थान अनुसार केही फरक छ। स्याङ्जा कास्कीतिरको भन्दा लमजुङतिरको केही फरक छ, तर पाठ्यपुस्तकमा स्याङ्जातिरको भाषा हाबी छ। स्थलगत अध्ययन गरेर तयार पारेको भए भाषिक पक्षको समाधान केही हदसम्म एकरूपता हुने थियो। हुन त यो निकै गाह्रो विषय हो, तर पनि यो गर्नै पर्ने कुरा भने हो। त्यसबाहेक पाठ्यपुस्तकको अर्को कमजोर पक्ष भनेको पाठ्यक्रममा समावेश विषयहरूले गुरुङ जातिको परम्परा, संस्कार, संस्कृतिलाई समेट्न नसक्नु हो। लोछार, रोधी आदिको बारेमा पाठ्यपुस्तकमा खास केही पनि छैन। त्यसैले पनि देवदह मदर टङ्ग्स एकाडेमीका शिक्षकहरूले यो पुस्तकले भाषा सिकाउनमा मात्र सहयोग पुर्याउने तर व्यावहारिक कुरालाई व्यवस्था गरेको छ भनेर लगाएको आरोपलाई तीतो सत्य भन्नै पर्ने हुन्छ। यो नेपालको मानचित्र हो। नेपालको पूर्वी उत्तरमा भारतको एक सम्पन्न राज्य छ सिक्किम। त्यहाँ पनि गुरुङहरूको बाक्लो उपस्थिति छ। त्यहाँ 5 कक्षासम्म राज्य सरकारकै अनुदानमा पढाइ हुन्छ। अहिले त्यहाँ धनबहादुर गुरुङ, वन्दना गुरुङ, राजु गुरुङ र अमर गुरुङ सरकारी तवरबाटै गुरुङ भाषाको शिक्षकका रूपमा कार्यरत छन्। उनीहरू 1 दशक अघि यसै विद्यालयमा रोधी सिक्किमको सहयोगमा गुरुङ भाषा सिक्न भीम गुरुङलाई खोज्दै आइपुगेका थिए। धनबहादुर र वन्दनाले 4-4 वर्ष र राजु र अमरले 2 वर्ष यही बसेर गुरुङ भाषाको अध्ययन गरेर गएका हुन्। यसरी गुरुङ भाषा नेपालको भौगोलिक सीमा नागेर भारतमा समेत पढाइ हुन थाले पनि स्वयं गुरुङहरूको उद्गम थलो मानिने गण्डक क्षेत्रमा भने कहीँ पनि पढाइ हुँदैन। गण्डक प्रदेशलाई अहिले तमुवान बनाइनु पर्छ भन्ने आवाज तीव्र रूपमा उठान भइरहेको छ। तर अहिले यो क्षेत्रमै गुरुङ भाषा नबोल्ने र नजान्नेहरूको संख्या भात्तै बढ्दैछ। यो एकदमै शोचनीय विषय हो।
राज्यले विभिन्न मातृभाषामा पाठ्यपुस्तक छापेर वितरण गर्दै आएको केही वर्ष बितिसक्यो, तर गुरुङ भाषाको भने देवदह मदर टङ्स एकाडेमीले मात्र प्रयोग गर्दै आइरहेको छ। अब नेपाल सरकारलाई चाहिँ थाहा छ कि छैन त्यो मलाई थाहा छैन, तर पाठ्यक्रम विकास केन्द्रलाई थाहा छ। पाठ्यक्रम विकास केन्द्रमा म हरेक पटक पाठ्यपुस्तक लिन जाँदाखेरि त्यहाँको चाहिँ हाकिम सरले के भन्नुहुन्छ भने, ओहो भीमजी के हो तपाईँ यो पाठ्यपुस्तक त गुरुङ भाषाको पाठ्यपुस्तक त तपाईँको स्कुललाई मात्रै छापिदिएको छ नि त सरकारले त, के हो यस्तो, कोही तपाईँको यो पाठ्यपुस्तक चाहिँ कहीँ पनि जाँदैन, तपाईँ मात्रै आउनुहुन्छ, तपाईँ स्कुलको लागि मात्रै लानुहुन्छ, यो कहीँ पनि खपत हुँदैन भनेर चाहिँ उहाँले भन्नुहुन्छ। हुन पनि मैले त्यहाँ स्टोरमा गएर हेरेँ, हाम्रो गुरुङ भाषाको पाठ्यपुस्तकहरू एकदमै चाहिँ कुहिरहेछ, कहीँ पनि लैजाने अवसर छैन। त्यसैले पनि यो विद्यालय गुरुङ भाषा पढाइ हुने पहिलो र एकमात्र विद्यालय हो भन्न सकिन्छ। यसरी यो विद्यालय 1 दशक भन्दा लामो समयदेखि सञ्चालन भइरहेको भए पनि गुरुङ समाजकै धेरै अगुवाहरूलाई भने यसबारे थोरै मात्र जानकारी रहेको पाइएको छ। यो वास्तवमै ठूलो विडम्बनाको कुरा हो। त्यस पछाडि गएर चाहिँ गुरुङ भाषामा जुन स्कुल चलिरहेको छ हैन, त्यो स्कुल जुन सञ्चालन गर्नुपर्छ भन्ने कुरा सम्पूर्ण तमु संस्थाहरूमा त्यो चेतना अभिवृद्धि गर्न हामीले सक्यौं भनेदेखि त्यसले चाहिँ बल्ल प्रगतिको बाटो लिन्छ। पहिला चाहिँ गुरुङको केन्द्रीय स्तरमा 2टा केन्द्रीय संस्था हुन्छ र बडो गाह्रो थियो। अब एउटै भएको सन्दर्भमा मेरै नेतृत्वमा अथवा चाहिँ हाम्रो महासचिव रेशम गुरुङको नेतृत्वमा हामीले डेलिगेसन पठाएर शिक्षा मन्त्रालयमा पाठ्यक्रम विकास केन्द्रमा गएर यो चाहिँ अप्ठ्यारो विषय होइन, हामीले उठाउनु पर्ने कुरो के छ भने पाठ्यपुस्तकहरू त्यहाँ मात्रै जाने गरेका छ। अब हामीले त्यो स्कुल त्यो विद्यालय त्यो पठन पाठन चाहिँ अन्य पूर्व पश्चिमका गुरुङ संस्थानमा सञ्चालन गर्नलाई प्रेरणा दिने, उत्प्रेरणा जगाइसकेपछि पाठ्यपुस्तकको जुन संख्या हो त्यो देवदहको लागि मात्र होइन अधिराज्यभरिको लागि यति चाहिँ हुनुपर्छ भनेर हामीले संख्या दिन सक्छौं। त्यो पछाडि त्यतिले मात्र पुग्दैन, त्यसका लागि चाहिँ तालिम प्राप्त शिक्षकहरूको आवश्यकता पर्दछ। तालिम प्राप्त शिक्षकहरूलाई चाहिँ तलब भत्ताको आवश्यकता पर्दछ, उनीहरू पनि जिउन पर्यो। त्यसकारणले गर्दाखेरि हाम्रो संस्थाबाट तमिलो छोन्दी गुरुङ राष्ट्रपतिको तर्फबाट हामीले डेलिगेसनको रूपमा ल्याएर शिक्षा मन्त्रीसँग कुरा गर्न सक्छौं, शिक्षा सचिवसँग कुरा गर्न सक्छौं, पाठ्यक्रम विकास केन्द्रमा कुरा गर्न सक्छौं। विशेष गरी उहाँसँग हामी बसेर छलफल गरेर अनि उहाँले कसरी चलाउनु भएको छ र हाम्रो तर्फबाट के गर्न सक्छ र हामी बसेर छलफल गर्यो भनेदेखि सहयोग चाहिँ आवश्यक हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। हामी सबै एक ठाउँमा बसेर छलफल गरेर हाम्रो चाहिँ नि एकदम यसको प्याकेज बनाएर सरकारकोमा चाहिँ हामीले चाहिँ नि एउटै किसिमको प्याकेज गरेर लयो भनेदेखि सरकारबाट पनि आवश्यक चाहिँ हामीले सहयोग पाउँछ भन्ने मलाई लाग्छ। र तमुहरूको खासैमा भन्नुपर्दा एउटा पहिचान दिनको लागि भाषा अनिवार्य छ। त्यो भाषा बचे मात्र हाम्रो अस्तित्व बचिन्छ भन्ने हाम्रो एउटा मान्यता पनि हो। त्यो आधारमा तमुदी नेपालले तमुहरूको भाषा पठन पाठन गर्ने एउटा प्रथम स्कुलको रूपमा बडा गहिरो रूपमा त्यो स्कुललाई सम्मान गर्न चाहन्छ। मलाई जहाँसम्म भाषा सिकाउने यो मदर टङ्स स्कुललाई चाहिँ एउटा संस्थागत रूपमा लैजानुपर्छ भन्ने हाम्रो मान्यता छ र जति पनि नेपाल अधिराज्य भरका हामी तमु संघ संस्थाहरू छ त्यो तमु संघ संस्थाहरूले यसलाई सकारात्मक रूपमा लियोस् र त्यो स्कुललाई हामी के कसरी सहयोग गर्न सकिन्छ र त्यसलाई संस्थागत विकास गर्नको लागि यो एउटा मातृभाषा पठन पाठनको पहिलो स्कुल भएको मान्यतामा हामीले यसलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यतामा हामी लाग्यो। यो एउटा मातृभाषा पठन पाठनको पहिलो स्कुल हो। मान्छेले एकैचोटि सम्पूर्ण कुराको आशा गर्न सकिन्न। बिउ एउटा गेडा खसालिन्छ र फल थुप्रै गेडाहरू लाग्न सकिन्छ। त्यसले गर्दा यो एउटा तमुहरूले जोगाइराख्नु पर्ने एउटा बिउको रूपमा हामीले लिएका छौं। यी ठूला भनिने गुरुङ संस्थाका अगुवाहरूले स्वीकार गरे झै अरू पनि गुरुङ भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर घण्टौं भाषण गरेर नथाक्ने धेरै गुरुङ नेता अगुवाहरूले यो विद्यालयसम्म आइपुग्ने कष्ट गरेका छैनन्। तर 7 समुद्र पारी बेल्जियममा गठन भएको तमु समाज बेल्जियमले भने स्थलगत अध्ययन गरे पश्चात 1000 युरो गुरुङ भाषाको पाठ्य पुस्तक प्रकाशन गर्न सहयोग गरेको थियो। मातृभाषाका शिक्षकलाई पनि तालिम
तलब भत्ता आदि सरकारी तवरबाटै उपलब्ध गराइदिनुपर्ने माग राख्दै आएका भीम गुरुङले अझ ठूलो महत्वाकांक्षा पालेका छन्। हालको निर्माणाधीन भवन पूरा भइसकेपछि उनी त्यहाँ प्याकेजमा भाषा, संस्कृति र संस्कारको कक्षा सञ्चालन गर्ने तयारीमा छन्, जुन विशेष गरी ठूला मानिसहरूको लागि हुनेछ। भीम गुरुङ लगायत उनको टीमको यो प्रयास वास्तवमै उदाहरणीय र अनुकरणीय रहेकोमा कसैको दुईमत हुन सक्दैन। उनको यो अभियानमा होस्टेमा हैसे गर्नु तपाईको पनि कर्तव्य होइन र? एकपटक छातीमा हात राखेर आफैलाई प्रश्न गर्नुस् त।